सम्पूर्णलाई यो जानकारी गराउँदैछु कि आज असार 4 गते को यो बाटोको भिडियो अहिले राति 1 बजेदेखिबाट बन्द भएको हो। अहिलेसम्म खुलेको छैन। सबैजना साथीहरूले टिकटकमा मेरो टिकटकमा एड हुने सम्पूर्ण साथी मित्रजनहरूले चाहिँ के छ बाटोको अवस्था भनेर सोधेको हुनाले एउटा सानो भिडियो त बिहान 4 बजे पनि उठेर हालेको थिएँ। अहिले फेरि यो 8 बज्न लाग्दाको यो भिडियो पोस्ट गर्दैछु सम्पूर्ण साथीहरूलाई यो जानकारी गराएँ है त। यो अहिले बर्दघाट महेन्द्र हाइवे बर्दघाट दाउन्ने बर्दघाटको यो बाटो अहिले खराब भएको स्थिति मैले जानकारी गराउँदैछु। राति 1 बजेबाट नै हो बन्द भएको है त। अब कति बेला खुल्छ भन्ने कुरा मलाई अहिले केही पनि थाहा छैन। पछि खुलेछ भने भनौँला है साथीहरू।